हेलो गुड आफ्टरनुन नमस्ते सबैजनालाई। यो चाहिँ मेरो मामा घरको गाउँ हो। कस्तो राम्रो देखिएको छ, टक्क घाम लागिएको छ। यो चाहिँ मेरो मामा घरको गाउँको पँधेरो हो। यो चाहिँ मेरो मामा घरको गौखेत हो। कस्तो राम्रो देखिएको छ, कोही काँचै छ कोही पाकेको छ। यो चाहिँ मेरो मामा घरको पारीको गाउँको जङ्गल हो। पर सबैजनाले मान्छे देख्नु भइरहेछ नि, त्यो चाहिँ हामी आलु खन्न लागेको हो। यो चाहिँ हाम्रो मामा घरको खेतको छेउको खोला हो। हेर्छु न कस्तो सफा पानी छ है। आजकल पानी चाहिँ सानो छ खोलामा। हामीलाई चाहिँ आलु खन्दा धेरै भोक लागेर बिस्कुट र चाउचाउ मम्मीले ल्याइदिन्छ। चाहिँ फरारी लाग्छ, हेर्नुहोस् न। चाहिँ आलु छान्दै होइसिन्छ। मम्मीहरू आलु खन्दै होइसिन्छ। चाहिँ कुनामा बसेर बिस्कुट चाउचाउ खान लागेको। कुखुराहरू पनि चरिरहेको छन्। यो चाहिँ हाम्रो मामा घरको खेतबाट देखिने भ्यू हो। यहाँ चाहिँ भाइले मम्मीलाई चाउचाउ दियो। गाउँ गएर ऐसे लुट खाने त कुरै भएन। ऐसे लुट टिपेर खाँदैछौँ। एकछिन खोलाको पानी पनि खेल्यौँ। म चाहिँ यहाँ आलु सानो एकातिर र ठुलो एकातिर गर्दै छान्दैछु। सबैजनालाई आजलाई यति नै।